साथीहरु अब फेरि हेरौं। अब चाहिँ ईर्ष्या भनेको चाहिँ डाक्टर, ईर्ष्या भनेको चाहिँ डाक्टर, अनि केन्क्युस्या भनेको चाहिँ अनुसन्धानकर्ता अथवा रिसर्चर, रिसर्चरलाई के भनिन्छ केन्क्युस्या। अनि डाइगाकु भनेको चाहिँ विश्वविद्यालय, डाइ जाने विद्यालय डाइगाकु बुझ्नु होला। विश्वविद्यालय डाइ डाइ भइगयो अनि गाकु भनेको जाने विद्यालय, डाइ आफ्नो डाइलाई सोच्नु होला, डाइ जाने विद्यालय डाइगाकु विश्वविद्यालय हो भनेर त्यसरी बुझ्नु होला। ब्यौ इन भनेको चाहिँ हस्पिटल, ब्यौ इन भनेको हस्पिटल, बेहुलीलाई कहाँ लगिन्छ त हस्पिटलमा ब्यौ इन भनेर त्यसरी बुझ्नु होला, बुझ्नको लागि मात्रै हो। ब्यौ इन भनेको चाहिँ हस्पिटल, ब्यौ इन भनेको चाहिँ हस्पिटल। डेन्की बिजुली, डेन्की भनेको चाहिँ बिजुली हो, डेन्की भनेको चाहिँ बिजुली। डारे भनेको चाहिँ को, जस्तै कसैलाई क्वेसन गर्नको लागि युज हुन्छ डारे, डारे भनेको को हुन्छ। को हो त भनेको अथवा को हो भन्नको लागि, त्यो को हो भन्नको लागि त्यसै क्वेसन सोध्दाखेरि डारे युज हुन्छ को भनेको। अर्को चाहिँ डोनाटा, डोनाटा भनेको पनि को हो, डोनाटा भनेको पनि को हो, तर यो चाहिँ विनम्र भन्नको लागि। अलि त्यसरी बोल्दाखेरि को भनेको चाहिँ डारे हुन्छ युज हुन्छ, तर बढी जस्तो डोनाटा युज हुन्छ, किनभने विनम्रमा बोल्नुपर्छ, अलिक सुस्तसँग बोल्नुपर्छ। त्यही भएर डोनाटा भनेको पनि को, डोनाटा भनेको पनि को तर विनम्रमा। अर्को चाहिँ साई, साई भनेको चाहिँ वर्ष, साई भनेको वर्ष। जस्तै मेरो कति वर्ष भयो भनेदेखि, जस्तै वर्ष भन्नाले आफ्नो वर्ष भन्नाले साई है पछाडि, जस्तै 10 वर्ष, 10ले काउन्टिङमा के भन्छन् जिउ भन्छन्, जिउ साई 10 वर्ष भयो त्यसै। अर्को छ नान साई भनेको चाहिँ क्वेसन गर्नको लागि, कति वर्ष क्वेसन गर्नको लागि चाहिँ नान साई युज हुन्छ, नान साई कति वर्ष। नान साई देशका कति वर्ष हो सोध्नुको लागि, नान साई देशका कति वर्षको हो भन्नुको लागि। अर्को चाहिँ हाई, हाई भनेको चाहिँ यस हुन्छ, जहिले जापानिज भाषामा हाई भनेको चाहिँ यस, कुनै कुराको एन्सर दिनु छ हो भनेको लागि हाई भनेको यस पनि हो पनि भन्न पाइन्छ, पनि म हो भनेको चाहिँ हाई भनेको हो, यस भनेको। अनि इय भनेको चाहिँ नो होइन, इय भनेको चाहिँ नो होइन, होइनको लागि इय भनिन्छ, इय भनेको चाहिँ नो भन्नको लागि इय लेख्नुपर्छ, इय बुझ्नुपर्छ। अनि अर्को चाहिँ सिचुरेई देशगा, सिचुरेई देशगा भनेको चाहिँ एक्सक्युज मी भनेको कृपया। जस्तै कसैलाई सुरुमा जानेको कसैलाई बोलाउनको लागि सुरुमा एक्सक्युज मी भनेर भनिन्छ, त्यस्तै त्यसमा के भनिन्छ भने एक्सक्युज मी भन्नको लागि सिचुरेई देशगा, सिचुरेई देशगा भन्छ, सिचुरेई देशगा भनेर त्यसरी भन्नुलाई एक्सक्युज मी भनेको।